सम्पूर्ण सर म्याडमहरुमा नमस्कार। म आज पुनः एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु, जसमा आज हामी सशर्त अनुदानको बारेमा छलफल गर्नेछौँ। सशर्त अनुदान भनेको के हो? सशर्त अनुदान भनेको संघीय संरचना भएको मुलुकमा विशिष्ट उद्देश्य हासिल गर्नको लागि संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारहरूलाई र प्रदेशले स्थानीय सरकारहरूलाई शर्त सहितको अनुदान दिने अभ्यासलाई सशर्त अनुदान भनिन्छ। सशर्त अनुदान सम्बन्धी व्यवस्थाहरूको कुरा गर्दा सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर्सम्बन्ध ऐन 2077 को दफा 13 मा, त्यसै गरी राष्ट्रिय विकास समस्या समाधान समिति NDAC लगायतका अन्य व्यवस्थाहरू जुन पहिले वित्तीय समानीकरण अनुदान पढाउँदा त्यसमा अलरेडी नेपालमा भएको व्यवस्थाहरू के छ भनेर मैले विस्तृत रूपमा त्यहाँ उल्लेख गरेको छु। एकचोटि त्यो भिडियो अवश्य पनि हेर्नुहोला। त्यसै गरी सशर्त अनुदानको डेटा एनालाइसिसबाट प्राप्त नतिजाको आधारमा मैले प्रदेशतर्फ कस्तो डेटा एनालाइसिस देखाउँछ, अर्थात् त्यो डेटा एनालाइसिसले प्रदेशको नेचर सशर्त अनुदान प्रतिको कस्तो देखाउँछ त, त्यो विश्लेषण गर्दा प्रदेशतर्फ मूलतः संघीय सरकारको कुल बजेटमा प्रदेश तहमा हस्तान्तरणको लागि विनियोजन गरिएको कुल अनुदानको परिमाण क्रमशः घट्दै गएको र प्रत्येक अब संघीय सरकारको बजेट बढ्दै गएको देखिन्छ। यसको अर्थ के भयो भन्दा प्रत्येक वर्ष कुल अनुदानको परिमाण क्रमशः घट्दै गएको देखियो, तर प्रत्येक आर्थिक वर्षमा बजेटको आकार बढ्दै गएको देखिन्छ। त्यसै गरी प्रदेशमा हस्तान्तरणको लागि विनियोजन गरेको कुल अनुदानमा सशर्त अनुदानको हिस्सा घट्दै जानु र समानीकरण अनुदानको हिस्सा बढ्दै गएको देखिन्छ। यो हाम्रो डेटा एनालाइसिसबाट प्रदेशको अवस्थालाई क्लियर गरेको देखिन्छ। सशर्त अनुदानको अवस्था प्रदेशमा कस्तो छ भन्ने विषयलाई यसले इङ्गित गर्छ। त्यसै गरी स्थानीय तहको अवस्था हेर्ने हो भने स्थानीय तहतर्फको कुरा गर्दा संघीय सरकारले स्थानीय सरकारलाई हस्तान्तरणको लागि विनियोजन गरेको कुल अनुदानमा यसरी सशर्त अनुदानको हिस्सा बढाउँदै लैजानु र वित्तीय समानीकरण अनुदानको रकम घटाउँदै लैजानुबाट आयोगको सशर्त अनुदान घटाउने र समानीकरण अनुदान बढाउँदै लैजाने सुझावको मर्म तथा स्थानीय सरकारको वित्तीय स्वायत्ततामाथि अंकुश लगाउने दिशातर्फ त अघि बढिरहेको छैन भन्ने विषयमा एकचोटि सोच्नुपर्ने अवस्था आएको देखिन्छ। यसबाट के प्रष्ट हुन सकिन्छ भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मेन मर्म भनेको समानीकरण अनुदानलाई बढाउने तथा सशर्त अनुदानलाई क्रमशः घटाउँदै लैजाने रहेको देखिन्छ, तर स्थानीय तहमा यसको ठिक उल्टो भइरहेको देखिन्छ। अर्थात् सशर्त अनुदानको हिस्सा बढाउँदै लगेको देखिन्छ र समानीकरण अनुदानको रकम घटाउँदै लगेको देखिन्छ। यो हाम्रो डेटा एनालाइसिसबाट देखिन्छ। यो डेटा एनालाइसिस राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनबाट मैले यहाँ राखेको छु, जुन तपाईहरुले कम्पिटेटिभ एक्जाममा लेख्नुभयो भने यसले थप भ्यालु एड गर्न मद्दत गर्छ। त्यसै गरी आयोगको सिफारिस कार्यान्वयनको अवस्था तथा अनुदानको अवस्था समग्रमा हामी अनुदानको सन्दर्भमा नेपालमा कस्तो अवस्था रहेको छ त्यो क्वेशन सोध्यो भने त्यसको एन्सरमा यी पोइन्टहरू चाहिँ हामी इन्क्लुड गराउन सक्छौँ। पहिलो नम्बरमा अधिकांश मन्त्रालयहरूले क्रमागत रूपमा सशर्त अनुदान हस्तान्तरण गर्दा आयोगले तोकेको आधार नखुलाएको देखिन्छ। त्यसै गरी कतिपय मन्त्रालयले आयोगले तोकेको भन्दा फरक आधार खुलाई सशर्त अनुदान हस्तान्तरण गरेको पनि पाइन्छ। केही मन्त्रालयले सम्बन्धित आर्थिक वर्षभन्दा अघिल्ला आर्थिक वर्षमा सिफारिस गरिएको आधारलाई पछिल्लो वर्षमा समेत आधारको रूपमा निरन्तरता दिएको पनि देखिन्छ। आर्थिक वर्षको बीचमा पनि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारमा सशर्त अनुदानका कार्यक्रमहरू जाने गरेको देखिन्छ। कतिपय अवस्थामा विनियोजन ऐनमा समेत
नगरी व्यवस्था नगरी अख्तियारी मोडेलबाट समेत सशर्त अनुदान हस्तान्तरण गरेको पाइन्छ। कार्यक्रमहरू छनौट गर्दा भौगोलिक सन्तुलन तथा आर्थिक सामाजिक सूचकको आधारमा प्राथमिकीकरण नगरेको पनि पाइन्छ। आर्थिक वर्ष 2082-83 का लागि सशर्त अनुदानका आधारहरू के हुन् त भनेपछि पहिलो नम्बरमा नेपाल सरकारको अधिकारको सूचीभित्रका कुनै पनि विषय वा कार्यक्रम र आयोजना प्रदेश वा स्थानीय सरकारबाट कार्यान्वयन गराउनु पर्ने भएमा, त्यसैगरी राष्ट्रिय नीति तथा कार्यक्रमलाई प्रदेश तथा स्थानीय सरकार मार्फत कार्यान्वयन गराउनु पर्ने भएमा, प्रदेश तथा स्थानीय सरकारमा राष्ट्रिय मानक स्थापना वा कार्यान्वयन गर्नुपर्ने। राष्ट्रिय मानक भनेको कस्तो हो भन्दा नागरिकको आधारभूत सेवा सुविधा तथा नागरिकको मौलिक हक अधिकारसँग सम्बन्धित विषयवस्तुहरूको कार्यान्वयन गर्नुपर्दा हामीले सशर्त अनुदानको माध्यमबाट सङ्घ सरकारले गर्न सक्छ, प्रदेश सरकारले पनि गर्न सक्छ। त्यसैगरी अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन भएका कार्यक्रम वा आयोजना प्रदेश वा स्थानीय सरकारबाट कार्यान्वयन गर्नुपर्ने। सन्तुलित विकासका निमित्त आवश्यक रणनीतिक महत्त्वका परियोजना संविधानको अनुसूची 6 र अनुसूची 8 का विषयमा निश्चित अवधि वा सीमा तोकेर निश्चित पटकको लागि सशर्त अनुदान प्रदान गर्न पनि सकिन्छ। त्यसैगरी क्षेत्रगत लक्ष्यमा औसतभन्दा कमजोर रहेका प्रदेश तथा स्थानीय तहलाई प्राथमिकता दिई सशर्त अनुदान उपलब्ध गराउन सक्नेछ। अर्थात् यो क्षेत्रगत लक्ष्यभन्दा कस्तो हो भने गरिबी घटाउने, बेरोजगारीको सङ्ख्याहरू गरिबी घटाउने, बेरोजगारी घटाउने, त्यसैगरी कुपोषणको दरहरू घटाउने, खानेपानीमा पहुँच पुर्याउने, यी विषयहरूमा पनि सशर्त अनुदान प्रदान गर्न सकिन्छ। संविधानको अनुसूची 7 र अनुसूची 9 को साझा अधिकारको प्रयोगको कार्यान्वयन प्रदेश तथा स्थानीय तहबाट गर्दा प्रभावकारी हुने देखिएमा सशर्त अनुदान दिने गरिन्छ। अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति भएपछि प्रदेश तहमा आवश्यक पूर्वाधार निर्माण गर्न सशर्त अनुदान दिन सकिन्छ। अनिवार्य दायित्व सिर्जना भएको बहुवर्षीय ठेक्का सम्झौता भएका आयोजना तथा कार्यक्रम सम्पन्न गर्न पनि सशर्त अनुदान दिने गरिन्छ। अब आर्थिक वर्ष 2082-83 का लागि सशर्त अनुदानका आधारहरूको रूपमा एकमुष्ट अनुदान हस्तान्तरण, मानव विकास सूचकाङ्कका आधारहरू, आर्थिक सामाजिक असमानताका आधारहरू, पूर्वाधार विकासको अवस्था कस्तो छ, सडकमा पहुँचको अवस्था कस्तो छ, विद्युतको अवस्था, सूचना प्रविधिमा पहुँच, आइटीमा कति नागरिकहरूको पहुँच छ, सरसफाइको अवस्था कस्तो छ, राजस्वको अवस्था कस्तो छ, खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता कस्तो छ, अनुसूची 7 र अनुसूची 9 को विषय। त्यसैगरी अन्त्यमा चाहिँ विशेष अवस्था भनेको कस्तो भन्दा बाढी, पहिरो, भूकम्प अर्थात् काबु बाहिरको परिस्थिति सिर्जना भएको अवस्थामा पनि सशर्त अनुदान दिन सकिन्छ। यो आधारहरू प्रदेश सरकारबाट स्थानीय सरकारहरूलाई प्रदान गरिने आधार भए तापनि यी आधारहरूलाई हामी वित्तीय समानीकरण अनुदान लगायतका अन्य अनुदानहरूमा पनि यी आधारहरूलाई हामी लेख्न सक्छौँ। यसले तपाईहरूको मार्क्स ल्याउनलाई थप भ्यालु एड गर्छ। आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू सो मच।